ओहो, आज फेरि के गर्न आँट्नुभयो? आज म यो गड्याउला राखौँ भनेको। ए, के गरिराख्ने? यो हामीसँग यो पुरानो थियो अनि यसलाई चाहिँ अब युटिलाइज गरौँ भनेर यसमा चाहिँ अब गड्याउला चाहिँ राख्नु पर्यो। हाम्रो किचन वेस्ट चाहिँ भर्मी कम्पोस्टमा परिणत गरेर गमलाहरूमा चाहिँ युज गर्नु पर्यो भनेर चाहिँ विचार गरेको। ए, यो जारमा नि बनाउन मिल्छ? यसलाई अब विभिन्न प्रक्रिया छ, त्यो म बिस्तारै भन्दै जान्छु। त्योभन्दा अगाडि चाहिँ म गड्याउलाको बारेमा केही चिज भन्छु है त। भन्नु न, हामीलाई पनि जान्न मन लाग्यो। यहाँ छ गड्याउला। यो चाहिँ रेड विग्लर्स भनेको रातो गड्याउलाको प्रजातिको गड्याउला हो होइन। यसको साइन्टिफिक नेम चाहिँ एसेनिया फेटिडा हो। अनि यो चाहिँ अब कमर्सियलाइज भर्मी कम्पोस्टिङ गर्नको लागि चाहिँ अहिले एकदमै पपुलर छ। अनि त्यही भएर अब यसलाई हाम्रो कौसीमा पनि राखौँ भनेर विचार गरेको। ए, भनेपछि हजुरले मल बनाउन आँट्नुभएको? हो, भर्मी कम्पोस्ट है, गडौली मल भनिन्छ। त्यो चाहिँ अब बनाउने। अनि यो चाहिँ हामी किसानको चाहिँ साथी हो नि यो। हो र, कसरी? यसले चाहिँ वेस्टहरूबाट मल बनाइदिन्छ। त्यो मल चाहिँ हामीले खेतबारीमा प्रयोग गर्न सक्छौँ होइन। अनि यसले चाहिँ हाम्रो प्रोडक्सन, सोइल हेल्थदेखि लिएर सबै कुरालाई फाइदा गर्छ। भनेपछि गड्याउला त माटो र प्लान्टहरूको लागि त धेरै फाइदाको चिज पो रहेछ है? हो त। अब मैले यो के गर्न लागेँ भनेर सोचिरहनु भयो होला है। यो भाँडोभित्रबाट चाहिँ भर्मी कम्पोस्ट निकाल्ने, यहाँबाट चाहिँ भर्मी वास निकाल्नको लागि चाहिँ मैले यो विचार गरिरहेको छु। अब यसको लागि चाहिँ मैले के गर्न लागेँ भन्दाखेरि सुरुमा यो भाँडा लिएँ है। अनि यो भाँडाको तल चाहिँ गिट्टी हाल्ने। ए, अनि गिट्टी हाल्दा चाहिँ के हुन्छ? यो गिट्टीले ड्रेनेज गर्न मद्दत गर्छ। जस्तै गड्याउलालाई चाहिँ 60 देखि 70% मोइस्चर चाहिन्छ। ए, गड्याउलालाई त ओसिलो ठाउँ पो चाहिँदो रहेछ है? हो, ओसिलो ठाउँ चाहिन्छ। अनि त्यसको लागि हामीले मोइस्चर मेन्टेन गर्नको लागि पानी स्प्रे गरे हुन्छौँ है। हो, अब त्यहाँ पानी बढी भयो भने त तर त्यहाँ जम्न त भएन नि है। हो, त्यो नजमोस्, अब बाहिर सजिलैसँग निस्कोस् भनेर यो गिट्टी राखेको। हजुर। अनि यो गिट्टीले चाहिँ अब यो ड्रेनेजको लागि मद्दत गर्छ। यो तलको स्पेस पनि यसले अकुपाई गर्छ। त्यो हुँदाखेरि यहाँ भएको लिक्विडहरू चाहिँ त्यो धारासम्म आउनलाई मद्दत गर्छ। अनि त्यहाँबाट चाहिँ हामीले भर्मी वास चाहिँ कलेक्ट गर्न सक्छौँ। अब तलको बेसमा चाहिँ ढुङ्गा हाल्दाखेरि यसले त्यहाँ भएको एक्स्ट्रा मोइस्चर चाहिँ यहाँबाट ड्रेन आउट हुनको लागि मद्दत गर्छ है। अब यो माथि चाहिँ मैले के हाल्ने विचार गरेँ भन्दाखेरि यो एक्सरे फिल्म थियो प्लास्टिकको। यो अलि हार्ड पनि हुन्छ होइन। वा हामीले चाहिँ स्टिलको जाली पनि प्रयोग गर्न सक्छौँ है। मसिनो जाली चाहिँ यो ढुङ्गामाथि राख्यो भने के हुन्छ त भन्दाखेरि गड्याउलाले मल बनाउँछ है। मल बनाइसकेपछि हामीले कलेक्ट गर्नु पर्यो नि त होइन। सङ्कलन गर्ने क्रममा चाहिँ अब यहाँ तल ढुङ्गा छ नि त। यदि यहाँ माथि जाली नहुने हो भने त सिधै हामीले मलसँग ढुङ्गा पनि आउने भयो है। अनि अर्को, अनि गड्याउलाहरू मलहरू पनि त्यो ढुङ्गासँग मिसिने भयो नि त होइन, तलै जाने भयो। अनि यहाँ धारा खोल्दाखेरि धाराबाट चाहिँ निस्किन सक्छ है। मल पनि छेक्ने र चाहिँ गड्याउला पनि छेक्नको लागि मद्दत गर्छ है यसले चाहिँ। अनि यसलाई चाहिँ हामीले ढुङ्गामाथि राख्यौँ भने यसबाट चाहिँ लिक्विड तरल पदार्थ माथि तल झर्छ अनि अरू पदार्थ चाहिँ माथि नै बस्छ। अब जाली युज गर्ने कि भनेको यो एउटा भेटियो होइन। त्यही भएर यसलाई युज गर्दा पनि हुन्छ होला भनेर चाहिँ हामीले त्यसरी सोच्यो। अनि यसलाई सानो सानो पाल बनाएर यहाँ युज गर्ने विचार गरियो। अब यसलाई हालौँ।
जाली राख्दाखेरि यहाँ हाम्रो त यो गोलो भाँडो भयो नि त। अब गडेवाला राख्दाखेरि यस्तो यो फ्ल्याट ठुलो ट्रेमा पनि राख्न सकिन्छ नि त। त्यसमा जाली राख्दाखेरि सजिलो हुन्छ। यस्तो खालको भाँडामा चाहिँ गोलो पारेर काटेर राख्दा सजिलो हुन्छ। तपाईँहरूले ट्राई गर्दा चाहिँ अलि फ्ल्याट खालको भाँडोहरू राख्नुभयो भने चाहिँ ठिक हुन्छ। अब यो माथि चाहिँ के राख्ने? अब यो माथि हामीले चाहिँ यो गडेवालाको लागि चाहिँ बेस राख्नु पर्यो। अब यो माथि बेस बनाउने है। बेस बनाउनको लागि चाहिँ यहाँ यो हाम्रो पुरानो मल थियो। यो हामीले चाहिँ किचन वेस्टहरू कुहाएर एउटा ड्रममा चाहिँ बनाएको थियौँ र यो पुरै डिकम्पोज चाहिँ भइसकेको छैन। कति पुरानो मल हो त यो? भयो धेरै पुरानो भयो, 1-1.5 वर्षै हामीले राख्यौँ होला। यो एनएरोबिक कन्डिसन भएर यो राम्रोसँग डिकम्पोज हुन पाएन र हामीले चाहिँ गडेवालालाई यदि मल बनाउन दिने हो भने चाहिँ यसरी एनएरोबिक कन्डिसनमा चाहिँ भएको मललाई चाहिँ 3-4 दिन एयरमा एक्सपोज गराएर र यसमा चाहिँ हामीले केही अलि सुक्खा चिजहरू हैन मोइस्चर एब्जर्ब गर्ने चिजहरू चाहिँ यसमा मिसाएर अनि बाहिर छोड्ने 2-4 दिन हैन अक्सिजनसँग यो मल घुलिन्छ अनि यहाँ भएको हानिकारक ग्यासेसहरू चाहिँ बाहिर जान्छ के। अनि त्यो गराइसकेर अनि हामीले टक्क धेरै मोइस्चर नहुने कन्डिसन बनाएर बल्ल यसलाई दिन सकिन्छ। अनि हामीले यो मल कहिलेदेखि बाहिर राख्यौँ? यो भयो हामीले 2 दिन जति बाहिर राख्यौँ। यसको गन्ध पनि हराइसकेको छ हैन, गन्ध हरायो। अब यसमा चाहिँ हामी मैले चाहिँ यो अन्डाको क्रेट छ, यो अन्डाको क्रेटलाई चाहिँ मिसाएर यसको मोइस्चर चाहिँ रिड्युस पनि हुन्छ र गडेवालाले यो पनि खान्छ है। अन्डाको क्रेट पनि खाँदो रहेछ है। पेपर्सहरू पनि खान्छ। हामीले कार्डबोर्डहरू हुन्छ नि, कार्टुन्सहरू, त्यसलाई पनि हामीले चाहिँ टुक्रा टुक्रा सानो सानो पिस पारेर दिन सक्छौँ गडेवालालाई है। यो चाहिँ अब अलि मोइस्चर पनि कम होस् भनेर चाहिँ यो मिसाएको। त्यसो भए हामीले सबै किचन वेस्टहरू प्रयोग गर्न सक्ने रहेछौँ है। हो नि, यसले हाम्रो अधिकांश किचन वेस्टलाई चाहिँ राम्रो मलमा चाहिँ रूपान्तरण गर्न मद्दत गर्छ। अनि यसको मललाई चाहिँ ब्ल्याक गोल्ड पनि भनिन्छ नि। यो मल त साह्रै उपयोगी पो रहेछ त है। हो नि, यो त एकदम राम्रो पो हो त। माटो राम्रो बनाउनेदेखि लिएर रासायनिक मलको प्रयोगले हाम्रो माटोहरू दिन प्रतिदिन खस्किँदै गएको छ। अब त्यसलाई रिभाइभ गर्नको लागि त्यसको विकल्प भनेकै अर्ग्यानिक फर्टिलाइजर युज गर्ने हो नि त हैन। अब यो गडेवाला मल पनि अर्ग्यानिक फर्टिलाइजर हो र यसमा न्युट्रिएन्ट चाहिँ अलि छिटो पाउने हिसाबमा चाहिँ हुन्छ के है। अलि सजिलै पनि बिरुवाले यसमा भएको न्युट्रिएन्ट चाहिँ एब्जर्ब गर्न सक्छ। अनि यो गडेवालालाई दिने कुराहरूमा चाहिँ हामीले विचार गर्नुपर्छ। जस्तै यसलाई चाहिँ हामीले अमिलो पिरो है अनि धेरै तेलहरू अनि माछा मासुहरूको चाहिँ मिसिएको खानाहरू चाहिँ यसलाई दिनु हुँदैन है। यसलाई चाहिँ हामीले आलुको बोक्रा है, केराको चाहिँ पार्ट्सहरू, यसले केरा चाहिँ एकदम मन पराउँछ है, केरा दिने। अनि त्यसपछि तरकारीको वेस्टहरू हुन्छ नि, तिनीहरूलाई चाहिँ सानो सानो पिस पारेर यसलाई चाहिँ फिड गर्न सकिन्छ। यो बनाउन धेरै गाह्रो पो हुन्छ होला त है। छैन, किन गाह्रो छ र? यो सबै चिज हाम्रो किचनमै भएको चिजहरू छ। यसलाई बनाउन एकदम सजिलो छ हैन। अब अनि मैले यो भाँडो चाहिँ अलि सानो छ, त्यही भएर चाहिँ मैले यहाँ पाल पारिनँ। यदि तपाईँहरूसँग चाहिँ अलिक ठुलो भाँडो गहिरो छ भने चाहिँ यसो वरिपरि चाहिँ पाल पनि पारिदिनु पर्छ है। यसलाई चाहिँ अक्सिजन चाहिन्छ नि त है। गडेवालाले चाहिँ अक्सिजन दिन मद्दत गर्छ यसले। अनि जहिले पनि यसलाई चाहिँ बेसमा बेडिङ मेटेरियल भनौँ न, यसो तल हाल्दाखेरि चाहिँ मोइस्चर चाहिँ धेरै हुनु हुँदैन है हामीले हालेको चिजमा। यस्तो
निचर्दाखेरि चाहिँ पानी नचुइने खालको, यहाँ हातमा चाहिँ लागोस् हल्का मोइस्चर तर नचुइने गरी चाहिँ त्यस्तो अवस्थामा भयो भने बल्ल यसलाई दिन चाहिँ उपयुक्त मानिन्छ है। मोइस्चर त यसलाई 60 देखि 70% भयो भने पुग्छ। अनि यसलाई टेम्परेचर चाहिँ 20 देखि 30 डिग्री सेल्सियस चाहिँ यसको लागि उपयुक्त मानिन्छ फेरि। अनि यसलाई राख्दाखेरि पनि हामीले छायामा भनौँ न 20 डाइरेक्ट सनलाइटमा नराख्ने। अनि यो चाहिँ लाइट सेन्सिटिभ हुन्छ फेरि। त्यही त लाइट देख्ने बित्तिकै लुक्दो रहेछ है। ऊ लाइटमा एक्सपोज हुन चाहँदैन। अनि हामीले अब यो भाँडा त ट्रान्सप्यारेन्ट जस्तै छ नि त, भित्रदेखि चाहिँ लाइट त छिर्छ नि, यसलाई पुरै ढाकेर चाहिँ राख्नुपर्छ है। अब यसमा हामी थोरै माटो पनि मिसाउन सक्छौँ फेरि। यो माटोले चाहिँ के काम गर्छ भन्दाखेरि नि गडेउलाको पाचन प्रणालीमा यहाँ भएको चाहिँ सेन्ट पार्टिकल्सहरूले चाहिँ त्यसलाई पचाउनको लागि मद्दत गर्छ। त्यही भएर हामीले थोरै माटो पनि यसमा मिसाउन सक्छौँ। ल अब म यसलाई हाल्दैछु। यस चाहिँ बेस मेटेरियलको रूपमा हालियो है। अब यसमाथि चाहिँ गडेउला हाल्ने है। अनि त्यसमाथि चाहिँ यसको फेभरेट खाना मैले हाल्ने विचार गरेको छु। केराको बोक्रा हाल्ने विचार गर्नु भएको हो? अहिले म देखाउँछु। अनि अर्को कुरा, गडेउलाको वयस्कले चाहिँ कोकुन पार्छ। सामान्य भाषामा बुझ्ने हो भने अन्डा भनौँ न, अन्डा पार्छ। अनि त्यो अन्डाबाट चाहिँ 1 देखि 5 वटासम्म बच्चा निस्किन्छ। अनि त्यो अन्डाबाट चाहिँ वयस्क हुनलाई, म्याच्योर हुनलाई लगभग 2 महिना लाग्छ, 1.5-2 महिना लाग्छ। अनि त्यसपछि उसले कोकुन पार्छ है। यो कोकुन ह्याच हुन चाहिँ 18 देखि 30 दिन लाग्छ हेर, बच्चा निस्किनको लागि। ल अब यो गफ गर्दा गर्दै बेस पनि यसको तयार भयो। अब यसमाथि गडेउला राख्ने हो। अब यसमाथि हाम्रो साथीलाई राख्ने। नर्मल्ली हामीले बाहिर देख्ने गडेउला र यसमा के फरक हुन्छ? यो चाहिँ कमर्सियली चाहिँ भर्मी कम्पोस्ट बनाउनको लागि युज हुने गडेउला हो। अनि यो चाहिँ अब किनेको। अहिले यो चाहिँ भ्यालीमा चाहिँ प्राइस बुझ्ने हो भने 2400 देखि 2600 सम्म चाहिँ पर केजी चाहिँ पर्छ यसलाई है। मैले चाहिँ यहाँ आधा केजी ल्याएँ। तर 1 केजी वेस्टलाई चाहिँ भर्मी कम्पोस्ट बनाउनको लागि 100 देखि 200 ग्राम गडेउला भए पुग्छ। मैले चाहिँ अब आधा केजी हाल्दैछु। अब यो यहाँ धेरै भयो भने चाहिँ अर्को ठुलो भाँडामा सार्ने चाहिँ हाम्रो प्लान छ। ल अब यहाँ यसो मैले हालिदिएँ है। थुप्रै छ। अनि यो गडेउलाबाट चाहिँ मल तयार हुन 45 देखि 60 दिन लाग्छ। धेरै दिन पनि नलाग्ने रहेछ है। हो, 45 देखि 60 दिनमा चाहिँ मल पनि तयार हुन्छ। अनि यसलाई कागजहरू हामीले दिँदाखेरि चाहिँ कलर नगरेको कागजहरू दिँदा राम्रो हुन्छ, किनकि त्यो केमिकलहरूले यसलाई असर गर्न सक्छ नि त। गडेउला ल्याएको कार्टुन पनि हाल्न मिल्छ? यही कार्टुन पनि हाल्ने पछि। अब ल अब यहाँ मैले गडेउलाहरू हालिसकेँ। अब यहाँ चाहिँ यसलाई मिठो खाना मनपर्ने केराको चाहिँ बोक्रा है। यो चाहिँ हामीले केरा खाथ्यौँ, त्यसको बोक्रालाई चाहिँ मसिनो बनाएर हामीले यदि किचन वेस्टहरू अरू पनि दिन्छौँ भने त्यसलाई चाहिँ मसिनो बनाएर दिँदा सजिलो हुन्छ है। यो चाहिँ हामीले बिहान चाहिँ यसलाई सानो सानो बनाएर राखेको। अनि अर्को चाहिँ के हुन्छ भन्दाखेरि तल चाहिँ रेडिली एभाइलेबल खानेकुरा उसले खान पायो होइन, अलिक पुरानो डिकम्पोज भएको। यो हाल्दा चाहिँ यो बिस्तारै डिकम्पोज हुन्छ, उसको लागि नयाँ खाना चाहिँ तयार हुँदै जान्छ है। अनि केरा चाहिँ यसले एकदम मन पराउँछ। यसलाई हाल्यो, यसरी हाल्यो। सिँगै हाल्यो भने चाहिँ के हुन्छ त केराको बोक्रा यस्तो नपारिकन? सजिलैसँग चाहिँ गल्छ अनि उसलाई कन्ज्युम गर्न पनि सजिलो हुन्छ।
अनि माथि चाहिँ अक्सिजनको चाहिँ फ्लो पनि मेन्टेन गर्नुपर्छ, त्यही भएर धेरै बाक्लो लेयर चाहिँ यसलाई हाल्नु हुँदैन माथिबाट। यहाँ हामीले गडेउला हालिसकेका छौँ। अनि यो माथि चाहिँ मैले कार्टुन, यो गडेउला ल्याएकै कार्टुन हो, यस चाहिँ माथिबाट यसरी हालिदिने विचार गरेँ, यसरी हालिदिने यो भयो। अनि यो कागजहरू हाल्दाखेरि चाहिँ अरू कुरा यसमा चाहिँ हल्का मोइस्ट बनाएर के यसमा हल्का पानीले चाहिँ भिजाउने अनि यसलाई भिजाएर हाल्नुपर्छ, सुक्खा पुरै गरी नहाल्ने। यसमा त्यही भएर म अलिक सुक्खा छ जस्तो यसलाई चाहिँ थोरै पानी पनि हालिदिन्छु। अब छोप्ने काम बाँकी बस्यो है। अब कमर्सियलली हामीले चाहिँ गरेका छौँ। अलिक ठुलो भाँडा छ भने जुटको बोरा चाहिँ बेस्ट मानिन्छ यसलाई छोप्नको लागि। त्यसमा चाहिँ यसले चाहिँ ह्युमिडिटी मेन्टेन गर्न चाहिँ मद्दत गर्छ क्या है। त्यही भएर हामीले चाहिँ सुतीको कपडा चाहिँ ठिक पारेका छौँ। यो चाहिँ मेरो मिसेसले टक्क यसलाई चाहिँ छोप्ने बनाइदिनु भयो होइन। यो यसरी छोप्न सक्यो। यो गर्दाखेरि लाइटले पनि यसलाई डिस्टर्ब गरेन है। अनि यो माथि अब यसलाई चाहिँ के गर्नु पर्यो, मोइस्ट बनाउने है, ह्युमिडिटी मेन्टेन गर्नु। सरक्क हामीले पानी स्प्रे गऱ्यौँ भने मोइस्चर पनि भयो। अनि यसबाट निस्केको वासलाई त अघि पनि मैले धेरै चर्चा गरिसकेँ, भर्मी वास भनिन्छ है। सुरुमै चाहिँ यसमा अब हामीले धेरै पानी हाल्यो भने तलबाट त आउँछ है, तलबाट पानी त जम्मा सङ्कलन गर्न सकिन्छ नि त, तर त्यो चाहिँ लिचेड मात्रै हुनसक्छ है। त्यही भएर 15-20 दिनपछि यो चाहिँ राम्रो डिकम्पोज तल मल बन्न थालेपछि 15-20 दिनपछि मल बन्न थालिसकेपछि त्यसबाट चाहिँ वास भएर आएको लिक्विड चाहिँ हामीले सङ्कलन गरेर प्रयोग गर्यौँ भने त्यो चाहिँ बल्ल भर्मी वास भनिन्छ क्या त्यसलाई। यसलाई चाहिँ छारीमा सकेसम्म छारीमा राख्नुपर्छ। ल अब यो चाहिँ 45 देखि 60 दिनमा चाहिँ अब यसबाट हामीले मल निकाल्न सक्छौँ, त्यो चाहिँ हामीले प्रयोग गर्न सक्छौँ। अनि 15-20 दिनपछि चाहिँ यसबाट भर्मी वास पनि निस्किन थाल्छ। त्यो पनि एकदम राम्रो लिक्विड फर्टिलाइजरको रूपमा युज गर्न सकिन्छ। त्यसलाई चाहिँ फोलियर स्प्रे पनि गर्न सक्यो डाइरेक्टली। अब रुटलाई पनि हामीले माटोमा पनि हाल्न सक्यो, फोलियर स्प्रे पनि गर्न सक्छौँ है। त्यो पनि एकदमै न्युट्रिसियस हुन्छ प्लान्टको लागि। ल अनि त्यसपछि तपाईँहरूसँग पनि यस्तै वेस्ट भाँडाहरू छ, ट्रेहरू छ भने त्यसलाई युटिलाइज गरेर हाम्रो किसानको साथी, माटोको साथी होइन, त्यसलाई चाहिँ हामीले पालेर मल बनाउन सक्छौँ। त्यसलाई चाहिँ हामीले गमलामा प्रयोग गर्न सक्छौँ, खेतबारीमा प्रयोग गर्न सक्छौँ, सबै ठाउँमा चाहिँ हामीले क्रप ग्रो गर्नको लागि चाहिँ यसलाई प्रयोग गर्न सक्छौँ।